यो एरिया भनेको चाहिँ मेरो दिपाको घरको एरिया हो अनि म चाहिँ रितु चामलिङ राई बोल्दैछु अनि त्यही भएर यहाँनिर मेरो मोबाइलमा भिडियो बनाउँदै गरेको पर खाना बनाउँदै हुनुहुन्छ ओरिजिनल किचनमा सुनिता चामलिङ राई दिदीले अनि त्यस पछाडि यता पनि यसो हेर्दाखेरि यस्तो छ है सबैजनालाई हेलो गुड मर्निङ। आज चाहिँ हामी गुड मर्निङ पनि के भन्नु 1:21 गइसक्यो। आज चाहिँ हामी टिका लगाउनु पर्ने सबैजना रेडी भइसक्यो तर कोही बस्न चाहिँ बसेको छैन। सबैजना यता काम गर्दै हुनुहुन्छ। हामी चाहिँ हाम्रो मूल घरमा छौँ अब टिका लगाउन आँटेको अनि हामी सबै रेडी भइसक्यौँ। कोही चाहिँ भर्खर नुहाइधुवाइ गर्नुहुँदैछ, कहिले लुगा लाउनु हुने हो। बाइक चाहिँ सब लुगा लगाइसकेको अनि कोही चाहिँ उता आउनुहुँदैछ फोटो खिचेर। फोटो खिच्ने प्रोग्राम चलिरहेछ हाम्रोमा चाहिँ अहिले होइन। यता हाम्रो भाइ चाहिँ पुरा कलेजको युनिफर्म जस्तो भइरहेछ। अनि यहाँ है मेरी भाभी जान, एक भाभी जान। हमारे पास बहुत भाभी है। उनके डियर हस्बैंड है वो। ओ शिट, नहीं ये नहीं डालना था पर आ गया। चलो होइन आऊ न, आऊ आऊ। ऊ चाहिँ मेरो छोरा हो के न भन त। तिमी मेरो छोरा हो के न? हो। मेरो नाम के हो भन नि त। अनि त्यसपछि छेमाको नाम थाहा छैन तिमीलाई? नाउ वी आर रेडी। कोही चाहिँ आउनु बाँकी छ हुनुहुन्छ अनि हामी चाहिँ वहाँनिर टिका रेडी गर्दैछौँ। सुरुमा 32 बाल्न रेडी नै छ होइन। ऊ त्यहाँनिर ऊ सी इज आवर लिटल वान होइन, जो हेरेर एकदम खुसी भइरहेछ। ओके, अर्को चाहिँ हामी डियर कजनहरू यसरी भेट भइरहेछौँ। डियर कजन भिडियो वहाँ चाहिँ मेरो डियर कजन साँच्चीकै मलाई भने पठाइदिला सबै। छिटो नआउ दिदी, तपाईँ चाहिँ किन घुमेको? टोइलेट गएको थिएँ किन? टोइलेट त्यो उस त्यसको पाला ऊ त्यता आइपुग्छ त अनि के त? आफ्नो सिटमा बस्दै दिदीलाई हामी त्यस्तो सिरियली बसेको छौँ होइन। उता चाहिँ बिहे गरेको जोडीहरू हो, यताबाट चाहिँ यो भयोहरूको सबै सिङ्गल। यहाँदेखिको लिएर यो मान्छेको अलिक ठुलो होइन, अलिक ठुलो अनि म अलिक ठुलो, अलिक बिचमा हुनुहुन्न अनि यो अब यस्तो छँदैछ। आफ्नो ठाउँ छोडेर गएको छ अहिले। त्यो खाली भएको ठाउँको मान्छे चाहिँ यही हो। हुँदैन नि के को लागि लु सुरु भयो है हाम्रो चाहिँ दादादेखि सुरु। होइन दादाले हिजो खुब कति न यस्तो गर्ने तेलको यसो गर्नु हुँदै थियो। एक मिनट त्यहाँबाट देख्दैछु निभाना पुस गन त्यो दादालाई यिनीहरूले है पापालाई त
मतलब हो तर एभरेज चाहिँ देख्यो भने दाजु भाउजू खुब यस्तो गर्नु स्क्रिनसट राम्रो दिपा पो देखिनु भएन नि त हो भिडियो गर्ने त वहाँ परेर हेरिरहेको छ भरे अलिकति मात्रै गर्दैछु दुई लगाउँदै गरेको मात्रै यो सालको मौसम चाहिँ हो हैन यो सालमा तपाईको पनि होइन तपाईको पाला उसको आएपछि तपाईको आइगयो त ए हार्ट ब्रेक भयो रे लक्ष्मी जस्तै दिदीलाई लक्ष्मीले बास गरोस् सी इज आवर काइली माया काइलीबाट जन्तरी अन्तरी हुँदैन नि काइली भइसकेपछि खत्तम त्यो लास्ट हो कान्छी मात्रै फेरिने हो होइन यो फेरिन सक्छ बरु जन्तरी अन्तरी हुनु सक्ने सम्भावना थियो होइन तर ऊ चाहिँ हुँदैन क्या भाग्यमानी हुनु थर्ड हो ये बड़ी झाड़ी को आए मेरो यसको जिन्दगी होइन
कौन दादा यो पो हुने रहेछ त भित्तामा त यहाँ एक रङ एउटा उठाउने के ल्याउने आमा होइन नि कहाँ आउँछ पाइयो अनि झ्यामा सक्छम जेठो हो त्यस्तो भन्दा हेलो हेलो हजुर राम्रो सुवास राम्रो नाम हजुर के आशिष दिनुहुँदो रहेछ सुनेको क्या कोही बेला न्यु खोजेर नै मलाई समातिनु तर तिम्रो जित्यो छोरी मान्छे हुनु मेरो छोरी छोरी नै तिमीलाई भएसम्म हामीले चाहिँ त्यो बेला नै धेरै वर्ष पहिला ल अब हेर्को नातिनीको पाला आयो नातिनीहरूमा जेठो बुढाबुढी भयो अब भगवान् देवीको छोरा ऊ यस्तो हुन्छ कि मेरो माघी काटेर पठाइदिनु है त ज्ञानी घर संतोषले खाने बस्ने आफ्नो माता पितालाई हामी मामा मामा तिम्रो दाजुभाइहरूलाई पनि एकदम ठुलो होस् मेरो जेठा छोरा जेठै छोरा जेठा नाति छोरा मात्रै ल तर तिनका छोरालाई जो आशीर्वाद धेरै दिन्छ मेरो सानो नातिलाई यता हेर बाबा ल अब सानो ना थोरै हामी जस्तो हेरै टिकी टिकी लाउने टिकी टिकी लाउने नाउ हामीले सबैले टिका लगाइसक्यौँ अब हाम्रो चाहिँ फेरि पैसा बाँड्नलाई बिट्टै खोल्नु पर्ने हुन्छ होइन होइन बिट्टा खोल्नु अलिअलि पैसाले पुग्दैन नि त भिडियो त गरेकै थिएँ प्रभु
मामाले हो नि त यो चाहिँ पैसा बाँड्ने मान्छे यहाँ आऊ कता गएको टिका सकिसक्यो अब हामी खाना खाने ठाउँ बनाउँदैछौँ खाना खाने बाई बाई नाच न यार जाऊ नाच न